एभ्रिवान गुड मर्निङ एन्ड नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल। आज चाहिँ हामी टक्क लाएर बाटोको भिडियो गराइ होइन। आज चाहिँ लामो हुन्छ नि त बाटोको भिडियो पछि सक्छ। आज चाहिँ हामी गोठमा आइसक्यौँ। दाजु बल्ल आउनुभयो। हामी चाहिँ आज 10 जना आमै टक्क खाना यति दाजुले खाना बनाउने हुन्छ। टक्क हामी 10 जना। माजु कहाँबाट आउनुभयो छिटो फेरि? हिगो माजु कस्तो लागिरहेको? एकदमै रमाइलो लागिरहेछ। धेरै पछि आइयो, लगभग 2 वर्ष पछि आइयो। पहिला हामी यही जङ्गलमा आएर हराएको। जङ्गलमा आइयो, एकदम धौनी रहेछ यार, गाह्रो छ। कसरी कताउने आजको दिन हामी चाहिँ टक्क 10 जना आमा आज चाहिँ हलो अनाउनी भेटाइसक्नु भयो माजुले। आज चाहिँ हामी 10 जना आम टक्क जमिन त यहाँ आलु त कति फल्छ यो खरकभरि। टक्क बाटोको भिडियो गराइएन। आज चाहिँ टक्क यहीँदेखि आएर सुरु गरिदियो। टक्क बोकेर टक्क जानुपर्छ। आदि हाल्छौँ। आदि चाहिँ आउँदै हुनुहुन्छ ऊ माथि आउँदै हुनुहुन्छ। आज चाहिँ ल है अब एकछिनपछि त्यो बोकेको भारीहरू खाना खाँदैछौँ सब देखाइदिन्छौँ। भयो टक्क कहिले त्यहाँ भारी बोक्दै कहिले हिकुमा होइन यता त तोल्छ कि हिकुमा अहिले सक्नुहुन्छ माझी यो बोक्न। सिङ्गे रुख बोक्ने अहिले भेरामला अहिले टक्क त्यहाँ अलिकति त्यहाँ बोक्दै छन्। चने दाइ ठिक छ नि? सेरेमाइले त्यहाँ बोक्दै हुनुहुन्छ। हिकुन माइल चाहिँ 2 त कि 2 लग्नुहुन्छ माझ? एक राउन्ड चाहिँ फालिसक्यो हामीले। हामीले एक राउन्ड फालिसक्यौँ। कस्तो लाग्दैछ दाजु? माजुले सबभन्दा ठुलो माइल ल्याउनु भयो। हिगो माझी कस्तो भयो? एउटा फाल्दा हुनु भयो। हामी 4 दल लदार्ने हुन्छ कि यिनीहरू बोक्छन् अहिले एक ल्याउने। कमल दाइले चाहिँ उत्कृष्ट बोक्नु रहेछ, मैले माने। भेटाउनु दिनु भएन? कहाँ टेकाउने यार? मैले टेकाएको उभिन सक्दैन के। त्यहाँ बाटो बिराइ गर्नु ल जाम भोक लाग खाना खाम। अन्त एकान खेप लिएर हामीले लतार्छौँ। हाम्रो चाहिँ यो वनको हाम्रो माझी चाहिँ वनको किङ है। माझु फेरि जङ्गलको किङ है यहाँको। हामीले चाहिँ भात खान लाग्यो। बिरु कहाँ रे? हामीलाई भात खान लाग्यो ल। कालिजको सुप छ है, कालो भाँडा कालिजको सुप। हाम्रो जङ्गलको किङ कमल दाजु मैले चाहिँ खाइसकेँ। माजुले पनि खाइसक्नु भयो। कस्तो लाग्यो माजु? ठिक छ। खाना मिठो हो? मासु कालिजको मासुसँग टक्क भात खाइयो।
कहाँ कालिजको मासु बाक्को मासु खाएको यार बाक्को मासु कालिजको मासु मैले भिडियो बनाएको के रहेछ बाबा पेउरा झोल पेउरा झोल खाइयो नि आज खाइयो आज कति खानुभयो खाइयो गोर 2 पिस पेउरो 1 गिलास रोक्सी अलि भात खाइयो चुङ्गाउनलाई फोन गरेको मिल्ने भाइ यहाँ आउँथ्यो सेल ल्याउन टक्राको आएको थियो यहाँ आटेको हो रे सेल ल्याउन आएको त हो रे तोरण दाजुले आफै लगेर टक्क भातसात खाइयो अब मैले दाइले त्यहाँ त ल देउ तोरानी भनेको भन्दा बित्तिकै हिँड्ने खाना नि कम खाइयो माझ नलजाइकन खानु यहाँ भिडियोमा पैसा ओहो त्यो त वास्स गनाउँछ यार मैले पहिले खाएको 4-5 वर्ष पहिले छोरे नन्गे केटाहरुले सेल भ्याइन्छ बाँडा गाली भात खाइयो गानी सबै खुसा बिरालो छोरे नजातिहरु सेल गर्नु तै गना आएछ मान्ने मैले गनाउँछ बाख्रा कलेज त गर्नु मै मात्रै हिजोको मान्छे न केही न अरे मैले खाइ मलाई एक पैसा पनि त्यही याद आउँछ के खाला ओफ गर्न आउने फेरि अब एक लट फेरि बोक्न जानु पर्छ ओफ गरेर नि आउँछ भन्छ फेरि पछि सम्बन्धीमा स्पेशल हुन्छ तर पछि सम्बन्धी फेरि हुन्छ के याद आउने कि किन त्यो कि बोल्यो मिलाउनु भाइ मिलाउनु हैन तुरन्त दाजुको भारी कस्तो लागिरहेछ नि दाइ कस्तो लागिरहेछ एकदम ठिक छ कति के खाएको भात लोकल पेउराको झोलसित कोल्सीका चाहिँ भलकमा कस्तो बोल्ने हो नि पेउरा झोलसित भने उता उता ए समाते हुन्छ चिकन त एकैछिनमा लुकिन्छ चलो फिर रोसी पनि एकान्त उचाला लामो रहेछ हिगुमाइले उसले हो कि रोसी चल्ने हाम्रो नाम नामले तान्ने हो कमल दाजुको त यही हो नाम्रो कमल दाइले नि त रोसी बोक्ने ल हामीले फेरि बोक्नलाई सुरु गरिसक्यौँ है भात भारी बोक्नु चाहिँ त्यस्तरी हो फेरि यस्तरी बोक्नुपर्छ भारी चाहिँ आउनु आउनु माजु कति थकै लाग्यो माजु हल्का हल्का हो टक्क मेरो चाहिँ डल्ले डल्ले छ माजुको चाहिँ लम्चे लम्चेवाला हो ठुल्ठुला मेरो चाहिँ यस्तो डल्ले छ है यस्तो हजुर भ्युजन माजुको लाम्चो छ यस्तरी हो काम गर्ने चाहिँ अरे गयो नि मन त हामीले यहाँसम्म मन त बाङ्गो बाङ्गो भयो दाइको चाहिँ यहाँसम्म ओसार्यौँ अब यहाँदेखि अलिकति लतार्ने हो कस्तो भयो दाजु फोत्छ अब रमाइलो अनुभव त रमाइलो भयो ठगै लाग्यो अलि बुढो भइएछ अलि भइसम्म त हामी यस्ता त एकान्त हातमा नचाउँदै हिँडिन्थ्यो बुढेसकाल लागेपछि फेरि अलि यस्तो भयो नि रहेछ भने यस्तो भयो नि रहेछ कक्रको के पुरै लाउ के बना ए टक्क यत्रो बोक्यो हाम्रो लास्ट सब मैल मात्रै मैले बोकेको यति ठुल्ठुलो यिनीहरू खासै बुढो भयो भनेर खासै सकेन फेरि मेरो मेरो जुतै खतरा छ फेरि ल अब हामी यहाँदेखि लतारेको भिडियो आउँथ्यो अरू आउँदैछन् आइसक्नु भयो यहाँ
माजुलाई अहिले त लास्ट थक्नु भयो कि यार यो टोपी सापै रप्चर भएको माथि माथि गरेर माजु आइसक्नु भयो फाइनल्ली साइनलाई आइसक्नु भयो सूर्य माजु कहाँ भयो यार अहिले झाँस्यान बराज हजुर अहिले झाँस्यान भयो मेरो भन्दा यो भन्दा पनि ठुलो रहेछ कि त नि यो भन्दा पनि ठुलो रहेछ कि त्यही त यो भन्दा सानो रहेछ कि उठो त्यही भएर सुनि अझै आउने खाने मान्छेहरू यहाँनिर लतार्न पर्छ हामीले मैले सबभन्दा ठुलो मैले बोक्छु नि चन्दै अनि चन्दैको मन त बाङ्गी बाङ्गी भयो अरे यार ए सिधा भयो ल भयो सिधा भयो ल माजुको माजुको मन त ठिक छ माजु रातो हुनु भयो अब हामी लतार्ने मध्येमा जानु पर्यो बोक्ने मध्येमा सक्दैन म त लास्ट भयो यस्तो चन्द्र जल्दो बल्ल चन्द्र दाइ भनेर बुढो भइयो नि त भाइ कहाँ बुढो नि बल्ल यस्तो रहेछ के यो एक प्लर्कन त खत्रै छ के उकालो यहाँ चाहिँ मैले बनाएको जमाना घर चाहिँ मेरो खत्रै छ हैछ हैछ यो यता झेल हो यो चाहिँ ढोकाहरू छटी छटी बाटो साइड छट्यो अनाएर हेर्दा भर्खर 16 वर्ष जस्तो देखिन्छ नि चन्दाले बुढो आयो भन्छ न जमानामा घ्याप्लेको घरमा आउँदाखेरि दाइ नाइसँग भयो या आफू फेरि आल खाइदैन त यहाँ छ कि त्यही नै नाइसँग भयो हिकनमा चाहिँ मन त बाङ्गो भयो अहिले त ठुल्ली पनि भएछ क्या हिकनमा नाइसँग भयो सूर्यबाईलाई अहिले गाह्रो भयो मैले बुझिसकेँ ए ठिक छ अहिले अहिले क्यामेरा अफ गरौँ र को मेरो त अझै कमल दाजु घलुङ्गु भएको थियो अहिले त ल अब हामीले लतार्ने यो त सानो लिनु भएको छ हजुर त गाल सानो हिकुन बाजी लिएर फोन भएको छ कहिले कति ला त सूर्यमा चाहिँ हिकुनमा चाहिँ भिसिनमा फोन भएको छ कति ला ओ आमा माइल लिनु भएको छ ठुलो त ल हामी अब लतार्ने तली 4 जना रेडी त्यही दाजी हिकुनमा चाहिँ कमल दाजी र म रेडी छौँ है हामी ल भइसक्यो ल माजु ल गाडी स्टार ठुलो पनि पर्यो म त आउनु ल गाडी स्टार्ट भयो ल्याउनु न गाडी स्टार्ट भइसक्यो यो काठ लिनु बनाऊँ न यसमा ओहो धुलो उठाउने गाडी स्टार्ट भइसक्यो अब मेरो गाडी यहाँ एकदम यस्तो जाम भयो गाडी ओ चन्द्र चन्द्र ठिक छ ठिक छ बहुत बुरा हालत में हूं यो गाडी लतार्न त लास्ट गाह्रो रहेछ लतार्न त माजु धुलो उस्तै ओठ फुटेर बर्बाद भइसक्यो ओहो ल ठुलो गाडी आयो जाम भयो फेरि हात बुरा हालत भयो नि गाह्रो छ हामी चाहिँ यहाँ ठुलै भिडमा है ल माजु पल्टाइदिनु त भयो हजुरको त ल छैन त्यहाँ फुच्चा देखा नफाला भन्नुहुन्छ ल मेरो यताको तौन आयो फेरि ल जा बाबु जा ओहो अब हामी झर्न पर्ने हुन्छ हामी चाहिँ यता झर्छौँ है यस्तो भिडको बाटो ए धुलोले सोट फुटाइसक्यो
माजु त्यहाँ हुनुहुन्छ गुराँस फुलको क्यानी नि माजु माछी अहिले दुखामा गुराँसको भ्यालु होइन सल्लरीमा एउटा गुराँस देख्ने ओहो गुराँस फुलियो फेरि खाल्टाङ अट्यो माजुले यहाँ फर्किने रे यहाँ त फर्किने रे यहाँ उनीहरू ढो हुन्छ अरे लग्नु तलसम्म त ल यस्तो भिरबाट यस्तो झारेर यस्तरी माजुली उडाइसँग भयो चन्द्रले कति परेको पिटेसी स्कुलमा आउँछ नि अनि के हुन्छ घर आउँछ अहिले गाह्रो है हाम्रै दिजु जानुहुन्छ यत्रो भाइजाले स्कुल जान्न भन्छन् स्कुल जान्न भन्छन् टिचर किनभने टिचर पिटेर टिचर पिटेर स्कुल जानु मान्दैन भन्न भनिदिने हो शारीरिक होइन मानसिक टर्चर हुनु गएर पिच्चन कि बित्यो भने फेरि नि पिच्चन गर्ने कहिले 6-7 साल पिच्नु पर्छ नि अहिले के छ भनेपछि अब अहिले हातमा यसो गरेर यसो भन्ने भन्दै 3 महिना मैले उस गरेको म थप मास्टरसी त डराइस भनेर पो हुन्छ चिके हेप्पी ओली यो सर भन्दा यत्रो ओबिरलाई त्यो चोखे बसे मास्टरलाई साथमा पर्ने राख्नु पर्ने मर्को लटाइसक्यो माजु यहाँ थाकेर सुतिसक्नु भयो अब चाहिँ भ्याइन ला है माथिबाट ओसाएर भ्याइन ल अब यहाँदेखि गाडी गुडाउन चाहिँ धेरै टाइम लाग्दैछ यार कता हामी झोलासोला तिनी उ छन् ल्याइदिन्छन् कि गाडी गुडुङ नि छ भने तर यो बोक्ने सहिले हुँदैछ नि यो गुडाउनु भनेर अब निगु ट्र्याक गर्नु पऱ्यो माजु अलिक सलल्ल गुर्किने खाल्दा खुल्दी नभएको कसले होला फेरि यत्रो फोन हान्ने हजुर ल माजुल चाहिँ यता टक्क खास के चन्दै खास के हान्दैन त्यहाँ कामै हो काम त्यही बास बिउलाई लग्छ रे चन्द्रले अब चन्द्रले नि लग्छ काममा दाजु त्यस्तो काममा त जान्छु म ल चन्द्रले चन्द्र होइन फेरि चन्द्रले के माग आएको थियो हजुरलाई मेरो माग छैन अहिले केही छैन खालि ल हामी अब काम गर्न लाग्यो नि ओसिना पऱ्यो ल है काम गरेर पानी परेर यसैले ओसिना भन्छ ओसिना पऱ्यो हिउँ परेको देख्छौ तिमीले खासै किन नदेखि 63 चालमा त लौ हिउँ त ठ्याक्कै उ जस्तो के है पोसाके पुरै ल कोटी हिउँ पऱ्यो पो सङ्गको काठमा निमाजु त्यस्तो हिउँमा त कति कुचेर हिउँ पर्ने ओसिना पऱ्यो है यत्रो छ अझै काम यार ओसिना आइसक्यो पसिना आइसक्यो आकाशबाट पसिना आइसक्यो निधारबाट चन्द्र दाइको खै त उ सित्तन म यहाँ हुँदै यहाँ कक्रकी परिसक्यो मुस्कान चाहियो यहाँ छिर्न पर्ने हो नि यहाँ चन्द्र दाइको घर हो रे कि झ्याल कता रे चन्द्र 2062-63 साल बनाएको घर हो अब चाहिँ यसले रुख जरा हाल्छ मैले त्यही भनेको रोक्छु भाइ बा साफुकामा जार भयो लाइटर छैन ओसिना परिसक्यो अब हिउँ पनि पर्न बेला हुन्न अब नाङ हिउँ पऱ्यो भने त्यति भन्ने माजु
परेन ल पानी पऱ्यो यत्रो छ अझै तार आमा पानी आएपछि नि दाइले जाडो भएपछि सिउदेऊ न औषधि जाडोको चन्दाइले जाडोको औषधि के जाडोको औषधि यति पानीले के आउँछ ल अब यो सब लगेर सब टोलियो अब दुग्रिने फेरि हिँड्न लागिसके दुईटा गाडी तीनटा गाडी चारवटा गाडी ल ल ल ल गाडी ल ओहो ल मेरो गाडी चाहिँ अलिक ठुलो है ल माजु गाडी गयो ल ओइ ल ल जाम भयो फेरि अगाडि हो ल अब हामी चाहिँ हिँड्न लागेको है ल अब यहाँ 40 घुन्टे खलासी गाडी खाली है बाटो खाली है चितम आयो पुरै खाली छ ल कौन है वो कहाँ से वो आया चारों दिशों तेजो सब बचा उसकी देखती है कनाइन बाटो खाली छ अगाडि यहाँ अगाडि खाल्दै हुनुहुन्छ अनि अहिले चाहिँ 1:19 भयो त्यही पनि त अँड्यारो रात परे जस्तो हो गुराँसको फुल टक्क लगाएर जताततै गुराँसै गुराँस छ वरिपरि जता कतै यस्तो दामी गुराँस छ तर मेरो यहाँ चाहिँ यो बिग्रियो क्या फेरि यो लतार्नेवाला हात यस्तो भयो फोका परेर यस्तो भयो हात त्यस्तो सब हात दुईटै हात त्यस्तै भयो यो निस्केर अब ओहो लास्ट थकेला मोट फुटेर यस्तो भयो धुलोले यो पुरा यो रोडैभरि धुलो फेरि यस्तो हाइवेभरि मोट फुटेर 2 दिन यस्तो भयो जाम पऱ्यो जुत्ता चाहिँ मेरो फेरि डेन्जर छ है जुत्ता चक्क लगाएर जुत्ता चाहिँ अलिक छ फेरि आमाले सक्यो होइन गाडाङ गुडुङ परिसक्यो डाँड डाँडा हिउँ परिसक्यो डाँडाङ गुडुङ पुरै पानी परिरहेको कहाँ मात्रै सकिएन हिउँ पऱ्यो यहाँ चाहिँ यस्तो हिउँ पऱ्यो हेर्दा हिउँ परिसक्यो है लास्टै पानीले नि भिजाइसक्यो हिउँ पऱ्यो हिउँ पऱ्यो हिउँ खामै जुरुम खामकै जुरुम गर्यो दाजु के हुन्न है पुरै हिउँ पर्छ अगाडि ट्रक फसेछ जाम पर्यो यहाँ माझ अर्को रास्ता जानुभयो ल ए पानी आयो चिचाउनु माजु हत्तेरी अहिलेको चाहिँ यो लास्ट ट्रिप हो 3:11 भयो रात परे जस्तो भइसक्यो टक्क मेरो चाहिँ यो बोरा सोरा बोक्नु हो माझोल चाहिँ टक्क यो भाटाहरू बोक्नु भयो अरू तल लाम्चौतिर छन् माझोल फेरि भारी फुस्केर काँडमै रन्काइदिनु भयो टोले पुरै तलमाथि मेरो चाहिँ बोराले अप्ठ्यारो भएर हिँड्नु त्यो छ हालत अब सबै तल गइसक्यो नि तल गएर एकैचोटि भेटौँ ल हिउँ पऱ्यो हिउँ
हिउँले थेचिसक्यो हामीलाई हेर्न सक्नुहुन्छ तपाईँहरू हिउँ यहीँ सेतै हिउँ ओहो हिउँ त आमामा नाचिङ भारी फुस्क्यो यही बेला मुजी लगभग अब सकिन लागिसक्यो टक्क सकेर टक्क जाने झर्न पर्छ ट्र्याक्टर नै आइसक्यो फुल हिँड्छ अब सबै ल्यायो भने फेरि दुईटा रहन्छ के यहाँ भारी के को भारी छ र अब जुन महिनाहरु काटेको दार ऊ माजुले हालिदिएको के बाटा सब ल्याइसक्यो सब ल्यायो कहाँ छ नि त कुरै होइन ट्र्याक्टर आइसक्यो अब यो सब लोड गर्ने हो दाजु यो त फर्किनु त ओहो गाउँको लोकल ठर गाउँको लोकल लोड गरौँ कोही लोड गरौँ भने त्यस्तो आएन लोड गरौँ कोही किन आइदिनु जा भन्छ हामी आउनुमा कस्तो भयो आजको कस्तो भयो काम आजको रोयल छ रोयल छ नि रोयल यहाँ के अरे रोयल डाँडा खड्का ट्र्याक्टर माला सर छन् के सबै भयो जति सबै त्यही छन् यार यहाँ उ गर्न लाग्यो लोड गर्न लाग्यो अब खाजा नि खान्छौँ लास्टै ठगेला लुइट पऱ्यो ल तातो चायसँग खानु पाक्यो दाजु भातको उमा बाल्टीमा हालेर भन्दिन त्यतिको ल खाने गरी चल्छ है हातगोट काट्नु ओट्केको लान टाढा नै छोड्दो नि पर्यो पानी पर्यो हात तित्ताएर यस्तो भयो काम ओए साथी हिउँले पानी आउलो खायो वहाँ गएर घुसेर लिएर बुझ्या छ फेरि यता ओए केटा मलाई त ओए केटा म त सक्दिन के गोठीले सकिसे चुसेर रातभरि चुसे के ओए भाइ त्यो चण्डी उतै म त सक्दिन के चुसे आगो टाप्लामै झार भएर बाजु आगो टाप्लामै हाम्रो भिडियो भयो घाम लाग्यो त हाँसी अलि तात्रो केटा आउने भनेको अब आजले यति नै जाडो भयो गाडीमा जान्छु आगो टापी पुरै डुबेछ क्या पानी आगो टाप्रा अलि भयो हात आजलाई यति नै कस्तो भयो बाजु मोबाइल पानीमा खस्यो पानी परिरहेछ हात तित्तेर हामीलाई चिसो खानु नि हर महादेव शिवजी आए पम्पु खाए सक्नु भनेको तर माथि हिउँ देखाइदिनु पऱ्यो हेर्नु हामी गएको ठाउँमा पुरै हिउँ परिरह यस्तो ट्र्याक्टर लोड गरेर कुकुर भुगा कस्तो हिउँ डेन्जर परेको माथि हामी गएको ठाउँमा त्यही भएर यस्तो ल आजलाई भ्लग चाहिँ यति नै है के भयो कस्तो भयो ल टक्क लास्टसम्म हेरेर साथ दिनुभयो अनि सब्सक्राइब गर्नु लाइक गर्नु अनि कमेन्ट गर्न नछोड्नु नबिर्सिनु है ल आजलाई चाहिँ यति नै ल माथि हिउँ परिसक्यो ओहो